हेर्नुहोस् है हजुर, यो चाहिँ हाम्रो सुन्तलाको भाइ मुन्तला। ल हेर्नुहोस् यो चाहिँ बाह्रमासे हो। पहिला एकचोटि फलेर पाकेर सिद्धियो, त्यसपछि एक दुईवटा फलेर फल देखिँदैछ। अनि अब फुल्नलाई तयारी हुँदैछ है हजुर यो मुन्तला चाहिँ। त्यो देखिएको चाहिँ पछि फलेको बाह्रमासे फलहरू। ल यसरी कलमी पनि गरिएको छ मुन्तलाको। यहाँ चाहिँ हेर्नुहोस् है हजुर, हाम्रो सुन्तलाई फुल्नलाई रेडी भएको। ल हेर्नुहोस् आहा खत्रै फुल्ला फल्ला जस्तो छ है हजुर यो साल। ल हेर्नुहोस् फुल्नलाई एकदमै कोपिला टन्नै 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 यति फुलेर चिचिला लागेर फलिदियो भने त के कति खाने हो हजुर सुन्तला। ल हेर्नुहोस् यो चाहिँ सुन्तला है, प्योर लोकल सुन्तला। यहाँ आयो है हजुर, यो चाहिँ झन् एकदमै अर्ग्यानिक। ल हेर्नुहोस् सुन्तलाको बोटमा चाहिँ काँडा पनि हुने रहेछ। यो चाहिँ रोपेको 3 वर्ष भयो, यसपालि फल्नलाई यो पनि सुरु गर्यो। सुन्तला टन्नै फल्ने भयो हजुर। ल हेर्नुहोस् 3 वर्षमा फल्न सुरु गर्यो, यो पनि फुल्नलाई रेडी भएको छ। त्यो अर्को चाहिँ कोपिला बसिसक्यो, यो पनि बस्दैछ बिस्तारै। ल हेर्नुहोस् फुल्न सुरु गर्यो, यो झन् ठुलो बोट छ। ल हेर्नुहोस् हजुर सुन्तला। ल हेर्नुहोस् है हजुर, यहाँ चाहिँ सबैभन्दा कान्छो बोट सुन्तला। जेठो माइलो दुईटा हेरिसक्नुभयो, अब यो चाहिँ कान्छो। हेर्नुहोस् त हजुर फुलिसक्यो यो कान्छो। ल यसमा यहाँ ल हेर्नुहोस् कोपिला लागि नै सक्यो। ल हेर्नुहोस् है हजुर 3टा 4वटा हाँगो छ। यो चाहिँ कान्छो हो भाइ सुन्तला। अनि फेरि त्यसको फेदामा हेर्नुहोस् न हजुर, गाजर पनि फल्न लाग्यो त। ल हेर्नुहोस् कान्छो सुन्तला। यहाँ ठुलो कान्छोलाई त बिर्सेछ हजुर। हेर्नुहोस् त यो ठुलो कान्छो सुन्तला चाहिँ यसपालि फल्ला जस्तो छैन। अब यो पनि 1-2 वर्षमा फल्ला। ल हेर्नुहोस् यिनीहरूलाई चाहिँ एकदमै रोगले चाहिँ सताउने कि हजुर। ले हेर्नुहोस् लाई पर्नलाई तयारी छ। अब यहाँ ग्राफ्टिङ गरिएको छ यसलाई चाहिँ। ल हेर्नुहोस् यो ठुलो कान्छालाई धेर गाह्रो छ हजुर, फलेन भनेर ग्राफ्टिङ। अब हेर्नुहोस् त फलेको भए यसो गरिन्थेन, तर यो पनि 1-2 सालमा फल्छ होला। ल हेर्नुहोस् यो चाहिँ ठुलो कान्छो भाइ सुन्तला है हजुर। अनि यहाँ आएर चाहिँ ल हेर्नुहोस् न हजुर, यो चाहिँ कागती है हजुर। ल हेर्नुहोस् कति धेरै फुल्नु भएको छ त। आमामामामामामामा हेर्नुहोस् है हजुर, यसैलाई मात्रै हेरिराखौँ जस्तो छ त। ल हेर्नुहोस् त हजुर, यो चाहिँ 12 मासे कागती हो। हेर्नुहोस् हजुर फल पनि छ। त्यो खाने बेला भयो, त्यसको पछाडि अलि सानो छ। ल हेर्नुहोस् यता पनि फल छ, फुल छ। ल हेर्नुहोस् कागती। ल हेर्नुहोस् है हजुर, यो चाहिँ कागतीको फुल यति धेरै छ। ल हेर्नुहोस् हजुर कागती। अब यो चाहिँ हाम्रो आलमन्ड हजुर। हेर्नुहोस् त हजुर, आमामामा यो पनि फुल्न चाहिँ टन्नै फुल्छ, तर के गर्ने लाई चाहिँ एकदमै लाग्ने यसमा। हेर्नुहोस् न हजुर, लाई लागेपछि औषधि हाल्नै पर्यो। औषधि हालेपछि त्यति मजाले फल चाहिँ अडिँदैन हजुर। दुःखको कुरो यही छ, फुल्न चाहिँ बिचरा टन्नै फुल्छ है। अब यसलाई रोग नाश गर्नलाई औषधिहरू युज गरेपछि दाना त्यति मजाले अडिँदैन। 2 साल फुल्यो, थोरै थोरै मात्रै फल्यो। यसपालि अब के हुन्छ हेरौँ। यो चाहिँ आलमन्ड, यो पनि एकदमै मिठो फल है हजुर आलमन्ड।